एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी यो भिडियोमा चाहिँ मोरङको राजारानीमा पिकनिक जाँदैछौँ। अलिक अगाडि नै गएको हो, तर पनि मैले टाइम नपाएर एडिट गर्नु नपाएर बिर्सेर मैले गरेको थिइनँ। आज म यो अपलोड गरिरहेको छु, हेरेर इन्जोय गरिदिनु होला। थ्याङ्क यू। अनि अर्को कुरा के पनि भन्न चाहन्छु भने म चाहिँ मेरो प्यारो थोरै भए पनि मेरो भ्युअर्सहरूलाई के भन्न चाहन्छु भने हामी नयाँ भर्खर सिक्दै गरेको युट्युब च्यानलमा हल्का आफ्नो मेमोरीको लागि भिडियो बनाएको मैले चाहिँ खासमा चाहिँ त्यही पनि हामी एकअर्कालाई साथ सपोर्ट गरेर एकअर्कालाई सब्सक्राइब गरेर एकअर्काको साथी बनेर सपोर्ट गरिदिनु होला। सबैजनालाई मेरो रिक्वेस्ट छ। साथीहरु हामी भर्खरै गाडीबाट उठिरहेछौँ हैन। हामी हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ हैन। यसरी यहाँ सामानहरू गर्दैछ। यहाँ सामान सबैले बोक्ने एउटा साथीहरु काम गर्नुपर्छ देखाउँदैछु। सामानहरू बोक्नु होला तपाईहरु सबैजनाले हैन। सामान बोकेर जानुहोस् तपाईहरु। के भएको साथीहरु? जानुहोस् यसरी हामी सामानहरू आफै बोकेर आउँदैछौँ। भिडियो बनाएको है मैले। ल है साथीहरु, यसरी बोकेर सामान आफै बोकेर दुःख गरेर जाँदैछौँ हामी। के गर्नु र, यस्तै छ जिन्दगीमा। दुःख छ। दुःख उमेश मेहता सरले पनि एक चम्मु पानी ल्याउनु भयो। यता हेर्नु सबैजना। आमामा सरले हेर्नु, यहाँ जादु कान्छी औलाले यत्रो यो कति सबै औला छ अहिले ढाट्नुहुन्छ। यहाँ दिदी चाहिँ अलिक सक्नु भएको छैन, बिस्तार हिँड्दै हुनुहुन्छ। डर लाग्यो, बाटोमा डर लाग्यो होइन। म चाहिँ यहाँ एकदम भारी दुईटा पानी बोकेर हिँड्दैछु। ल जाउँ। त मेरो मोबाइल यस्तो सुज लगाएर चाहिँ नआउनु होला। कम्फर्टेबल सुज लगाएर आउनु होला। के हो त ब्युटिफुल। अब हिँड्नु भने चाहिँ यसो स्पोर्ट्स सुज त सजिलो हुन्छ। ताल से ताल मिला। यहाँ हेर्नुहोस् त साथीहरु, म कस्तो खतरा बाटोमा, यता पनि पानी सानो बाटोमा म हिँड्दैछु। ल तपाईहरुले चाहिँ के लिएर आउनु भयो? लोकल भाले लिएर जानु ल। अब साथीहरु, हामी चाहिँ आज पिकनिकमा चाहिँ एकदम खतरा लोकल भालेको सुप खाने भएकोले गर्दाखेरि हामी चाहिँ यसरी भाले यसरी पेरेङ्गोमा प्याक गरेर ल्याएको छौँ। खानुहुन्छ भने आउनु होला। यहीँबाट तपाईहरुलाई के भन्छ इन्भिटेसन छ है त। यिनीहरू तीनजना चाहिँ के गरेर आएका? हामी एकचोटि खाइवरी अनि वासरुमतिर आइरहेको छ। हाम्रो पिकनिक स्पट चाहिँ यस्तो छ है सीमा दिदी। यहाँ केही सामान नबोकिकन आउनु भएको छ हैन। मैले त्यत्रो दुईवटा बोतल पानी ल्याएर
त्यतिकै यो ज्यान लिएर आएको कि के यसो सामान लिएर सामान छिमेकीमा पनि थियो क्या अझै लैहालेछ भेस्ट लगाएर ब्याग बोकेर लु हेर्नु है ओहो अजितै त एकदम राम्रो देखेँ त हौ त्यो ब्यागमा त खुल्लै छ यस्तो लाग्यो यस्तो विराटनगरको यस्तै गिलो थियो होला यत्रो सक्यो स्पिकरले गीत नभएर डान्स गर्नु नपाएर हामीले यो खाएको पनि के भयो त समिता किनकि हाम्रो लागि यो पिकनिकमा खानाहरू भन्दा पनि इम्पोर्टेन्ट गीत डान्स स्पिकर हो के यहाँ चाहिँ अब बत्ती नभएको कारणले गर्दाखेरि स्पिकरै छैन बत्ती नै छैन डान्सै गर्नु पाइएन बत्ती नभएको कारणले गर्दाखेरि हामी डान्सै गर्नु पाएनौँ तातो तातो पकौडा खाम त्यही भएर यसको लागि उमेश राईसरलाई धेरै धेरै सबैजना खाना खाइरहेको छ ल यता हेर्नुहोस् त तपाईँहरू खाँदै हुनुहुन्छ सबैजना ल राम्रोसँग खानु होला नलजाइकन खानु होला होइन सर हामीले त खाइसक्यौँ कस्तो लाग्यो त सरलाई आजको खाना एकदम बासमती चामल अनि त्यसपछि त्यो लोकल र त्यो गुन्द्रुक चाहिँ बेस्ट लाग्यो गुन्द्रुक मन पर्दैन पुतली आयो पुतली हेर्नु पुतली पुरो पुरो गरिन्छ